Hi guys, welcome back to my page. Hope you guys are doing well. So without delay, let's get into the video. वेदर चाहिँ एकदमै बबाल छ अनि बहिनीको हिँडाइ Matthew mo chante. चर्च पुग्ने बित्तिकै बहिनीले पनि सिट पक्रिहाल्यो आफ्नो सो म चाहिँ दाइहरुसँग गफ गर्न पुगे थोरै बहुत जय मसीह तपाईहरुलाई स्वागत छ सबैजनालाई साधनाको ब्लगमा अब यहाँ चाहिँ हाम्रो संगति स्टार्ट हुन लागेछ गाइस सो कीप वाचिङ परमेश्वर यहाँबाट त्यसै फर्केर नजान सकेको होस् केही कुरो प्रभु यहाँबाट प्रभु यहाँहरु हाम्रो प्रिय हाम्रो सबै हाम्रो जवानहरूले यहाँबाट लिएर जान सकेको होस् भनेर प्रार्थना सबैजनालाई जय मसीह मैले अघि नै भनिसकेँ मेरो नाम नवराज म दार्जिलिङ चर्च अफ गडबाट हो गाइस यहाँ चाहिँ गेम गर्दैछ नाम बोलो सँगै हिँड्दै जानेछु म बिसाउनेछु तपाईँसँगै तपाईँसँगै हिँड्दै जानेछु म बिसाउनेछु तपाईँसँगै भिडदेखि टाढा भेट्न तपाईँलाई पालो एउटा प्रेमको बनाउँदै तपाईँसँगै हिँड्दै जानेछु म बिसाउनेछु तपाईँसँगै सबैलाई जय मसीह धेरै पश्चात माया पाए येशूको चोखो माया सदा पाए येशूको अझ बढी साथ सधैँ रहिरहने गरी पाए Your light has come. The glory of God is upon you. As I'm reporting. परमेश्वरको महिमा पहिलो कुरो म तपाईलाई बताउन चाहन्छु my friends है I like to work with Moses प्रार्थना र वचनमा वर्शिपको टाइममा व्यक्तिगत प्रार्थना केवल अन्तिम सोची मलाई क्षमा गर्नुहोस् अनि संगतिहरु सबै सकेपछि चाहिँ हामीहरु चाहिँ सदाको चाहिँ फोटो क्लिक गर्ने गर्छौं बट दिस टाइम दादाले चाहिँ बोलिनु भयो थियो पास्टर दादाले चाहिँ अनि त्यही भएर चाहिँ मैले रिमाइन्डर गरिकिन सबैजनालाई ग्यादर गरेपछि चाहिँ हामी सबैजना फोटोको लागि रेडी छौं यहाँ अनि फोटो क्लिक गरेपछि चाहिँ हाम्रो डिनर पनि एकदमै रेडी भएर आइसकेको थियो र चर्चमै सबैजना मिलेर गर्न लाग्यो सो डिनरमा चाहिँ रहेको छ चिकन कालो दाल अनि खाना खाएको पछि चाहिँ फेरि पनि हामीलाई रुम जानुपर्ने हुन्छ त्यही भएर चाहिँ हामी सबैजना मिलेर खाना खाएको पश्चात गफसफ गऱ्यौँ थोरै बहुत अनि गफ गर्दै गर्दा त टाइम बितेको चालै पाएन गाइस होप यु गाइस इन्जोय दिस भिडियो